यो भिडियो सबैजनाले पुरै सुनेर बुझेर मनले महसुस गरेर सेयर अनि रिपोस्ट गरिदिनु है। उनीसम्म पुगोस् भनेर बनाएको हुँ। सायद मेरो आवाज उनीसम्म यसै गरी पुग्ला। यदि कुनै मोडमा तिमी सामु यो भिडियो आइपुग्यो भने नरोइ कान्छी, यो म आँसु रोक्दै मन थाम्दै भनेको हुँ। सजाएको होइन, मनभित्र थुनिएको पीडा बोल्दैछु। अन्जान साथीको रूपमा हाम्रो भेट टिकटकमै भयो, तर त्यो भेटले जिन्दगीको गहिरो कथा लेख्न थाल्यो। बिस्तारै बिस्तारै आज भोलि भन्दै दिन हुँदै हप्ता, हप्ता हुँदै महिना, थाहा नपाई हामी झन् नजिक भयौँ। यसरी सामाजिक सञ्जालमा भेटेको एउटा साथी कहिलेदेखि यति नजिक भयो कि मनमै बसेछ थाहै भएन। समयसँगै भेटघाट भयो अनि हरेक भेटले दूरी होइन झन् निकटता बढायो। सामाजिक सञ्जालमा भेटिएको साथी यति नजिकै बन्यो कि हरेक दुःख सुख साट्ने, सुन्ने र सहने भरोसामा बाँधियो। मैले केही पनि बिर्सेको छैन कान्छी, तिमीले मेरो लागि त्यागेको कुराहरू अनि मेरो लागि दिएको माया र तिमीले म प्रति राखेको भरोसा सबै आज पनि छातीभित्र जिउँदैछन्। सायद तिमीले गरेको त्यो त्यागको मलाई पाप लाग्ला कान्छी, तर मैले पनि मेरो हैसियतले तिम्रो लागि साथ र समर्थन दिएको थिएँ। मैले पनि सक्ने माया, साथ र भरोसा तिमीलाई दिएकै थिएँ। यो कुरा तिमीलाई नै राम्रोसँग थाहा छ। कसम कान्छी, जसले जति जे भने पनि जे गरे पनि तिमीले जति मलाई बुझ्यौ, जति माया गर्यो त्यो कसैले गर्न सक्दैन। आज समय र बाध्यताले हामी टाढा हुनु पर्दैछ, तर प्लिज कान्छी, यहाँ सबै स्वार्थी छन्, जोगिएर हिँड्नु। घर बिग्रिएको, डिभोर्स भएको छोरी मान्छे भनेर थाहा पाउने बित्तिकै मायाको खोल ओढेर स्वार्थ बोकेर नजिकिनेहरू धेरै छन्। सबै कुरा त तिमीलाई पनि थाहा छ। म पनि कहिले कमजोर मान्छे थिएन, तर कुनै बेला तिम्रो एउटै गल्तीले आज वर्षौसम्म म कमजोर बनेको छु। तिमीले सोचेकी होलौ म अरू कसैसँग आनन्दले बसेको छु होला, सजिलै तिमीलाई छोडे होला, तर म कुन अवस्थामा छु त्यो मेरो कोठाको भित्ताले र सिरानीले मात्र जान्दछन्। न अब तिमीले म जस्तो पाउँछौ, न मैले तिमी जस्तो। त्यो आशा नगरेकै राम्रो। माया र साथको नाममा हजारौँ मानिस र्याल काटेर बसेका हुन्छन्। परिवार बिग्रेको छोरी मान्छे भन्ने थाहा भएपछि सबै कुरा भन्न सकिनँ मैले, तर दिनदिन यो पीडाले मलाई झनै गाह्रो बनाउँदैछ। तिमी एकछिन नबोल्दा सहन नसक्ने म, तिमी अरू कसैसँग नजिक भयो भने म साँच्चीकै सहन सक्दिनँ कान्छी। मेरो हरेक शब्दसँग आँसु गाँसिएको छ। यदि यो भिडियो तिमीसम्म आइपुग्यो भने मलाई बुझिदिनु है। छोरा मान्छे हो भन्दैमा ऊ सधैँ कठोर र निर्दय हुँदैन। छोरा पनि मान्छे नै हो, जसको मन दुख्छ, मुटु चिरिन्छ र आँसु झर्छ। छोरी मान्छे अरूको अगाडि रोइन् भने सबैले भन्छन् उसलाई पीडा भयो, तर छोरा मान्छे रोयो भने आँसुको अर्थ खोजिँदैन, उल्टै कमजोर कायर भनेर नाम दिइन्छ। आखिर किन छोरा मान्छेको पीडालाई अपराध जस्तै बनाइन्छ? आज खान, उठ्नको लागि, अघि बढ्नको लागि र हरेक रात कटाउन अनि हरेक मिनट जिउन गाह्रो हुँदैछ। यो कुरा तिमीलाई पनि राम्ररी थाहा छ। र यदि कहिले तिमीले सुन्नु पर्यो कि म अस्पतालको बेडमा जीवनसँग लड्दैछु वा मृत्युको खबर आयो भने प्लिज कान्छी, एकचोटि मात्र भए पनि आउनु है, प्लिज कान्छी।